हेलो गाइज, व्हाट्स अप माई न्यू ब्लग। म चाहिँ यो ब्लग लिएर आइसकेको छु म्युजिक चेयरमा। आज म्युजिक चेयर खेल्ने गाइज। यिनीहरू खेल्दै रहेछ, भित्रै छिर्न पाएको छैन गाइज। भित्र छिरौँ न, अनि फर्स्ट त मै हेरेर छाड्छु गाइज। यो गेम छिटो सकिएन क्या। स्पिन हान्दै बस्छु। कोइन मिलो 25। यहाँ चाहिँ के हुन्छ गाइज? ला मरे। यहाँ चाहिँ उडा रहेछ त। यहाँ पार गर भने चाहिँ के हुन्छ र? मैले जितेँ। उनीहरूको म्याच सकेको छैन। सक्यो गाइज। अब हामी पनि छिर्न पाउँछौँ। त यो जानु न, जानु पनि छिर्न पाउँछु अब म पनि। गीत पो बज्दैछ यार गाइज यहाँ त। बसिहाल्यो गाइज। यिनीहरू दुईजना किन नआएको? यो एउटा केटी चाहिँ चलो। होय दामी गीत बज्दैछ गाइज। पढिहाल्नु न कुर्सीमा। एकजना फेरि एलिमिनेट भयो। गीत बन्द भयो। कुन छिटो। ला अहिले त म एलिमिनेट हुन्थ्यो यार। बसिहाल्यो गाइज। फेरि एकजना एलिमिनेट भयो। अब 4टा मात्र चेयर छ। ला गाइज म एलिमिनेट। गाइज मरिहाल्यो नि। रोकेटा बसिहाल्यो नि यार गाइज। म बस्न आँटेको मेरो अगाडि बढेको थिएन। केटै एलिमिनेट भयो। तिनजना छन् भने फेरि हाम्रो म्याच सुरु हुन्छ। अब त मै जितेरै छाड्छु अनि गाइज। फेरि हार्यो। अब 2जना छन्। हेरौँ न यहाँहरूको क्या।
यो केटी पनि आउट ल फेरि म्याच हुँदैन अब हुँदो रहेछ यो छान्नुलाई बिच्चको अब कुन धेरै हुन्छ त्यही हुन्छ फेरि सर्कल म त छिट्टो गएर बसिहाल्छु गाइस गीत रोकिने बित्तिकै ल झन्नले मिनेट भयो यार गाइस म गीत पनि बिस्तारै बिस्तारै बजेको कस्तो बसिहाल्ने गाइस यो गीत रोकिने बित्तिकै यो केटी एलिमिनेट भयो अब त फर्स्ट नत्र सेकेन्ड नत्र थर्ड भएरै छाड्ने हो गाइस अझै 1 2 3 4 5 6 7 जना बाँकी छन् गीत बन्द भयो फेरि एउटा केटी एलिमिनेट भयो बसिहाल्ने हो के केटा एलिमिनेट भयो अहिले मैले उयो अर्को केटाले एलिमिनेट पारिदिन्थेँ तर त्यही केटाले एलिमिनेट पारिदिएको अब यो जित्यो भने थर्ड त हुने सम्भावना हुन्छ ल ल ल म एलिमिनेट तु यार हाउडी गेम तेत Apa sama yo kirimna एउटा स्पिन मैले पाएँ स्पिनमा भन्नु पर्यो नि त अब कुन छान्नु गाइस यो छान्दिनु बिचको स्पिन रेड बल फेरि 25 स्पिन